नमस्कार साथीहरू, स्वागत छ तपाईलाई। आज हामी कुरा गर्न गइरहेको छौँ झापा इनर्जी लिमिटेडको आइपिओको बाँडफाँडको बारेमा। यस कम्पनीले सर्वसाधारण जनताहरूको निम्ति भदौ 20 गतेदेखि भदौ 24 गतेसम्म आइपिओ निष्कासन गरेको थियो। तर नेपालमा भएको 23 र 24 गतेको जेन्जीको प्रोटेस्टको कारणले यस कम्पनीले 31 गतेको कार्यालय समयसम्म यो आइपिओ निष्कासन गरेको थियो। यस कम्पनीले सर्वसाधारण जनताहरूको निम्ति 4,73,336 किता सेयर निष्कासन गरेको थियो भने यस कम्पनीमा 20,07,142 जनाले आवेदन दिएका छन् भने 47,333 जनाले यस कम्पनीको 10 किता आइपिओ पाउनुहुनेछ भने चाहिँ भाग्यमानी 6 जनाले चाहिँ 11 किता प्राप्त गर्नुहुनेछ र बाँकी रहेका 19,59,809 जनाको भने चाहिँ हात खाली रहनेछ। यो कम्पनी अदर सेक्टरको कम्पनी रहेको छ भने यस कम्पनीको इस्यु म्यानेजर हिमालयन क्यापिटलले जनाए अनुसार यस कम्पनीको आइपिओ अब आउने हप्ताको मङ्गलबार या बुधबारतिर चाहिँ बाँडफाँड हुने भएको छ। यदि तपाईँहरूले यहाँसम्म चाहिँ भिडियो हेर्दै हुनुहुन्छ भने यो भिडियो हेर्ने सम्पूर्णमा चाहिँ यस कम्पनीको आइपिओ परोस् भन्न चाहन्छु।